नमस्ते टसितेलेक फ्याबुला सबैजनालाई म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र आजको यो भिडियो चाहिँ एकदमै खास र महत्त्वपूर्ण रहेको छ त्यो म मान्छु है किन भन्दा आजको यो भिडियो भनेको पाप घटाउनुको विषयमा लिएर है र पाप भनेको एउटा यस्तो चीज हो हामी धेरैले स्वीकार्दैनौं कि मैले पाप गरेको छु भनेर र अब किन भन्दा हामीले नस्वीकार्नु भनेको कारण चाहिँ हामीले थाहा नभएर है अब आफूले गरिरहेको काम चाहिँ पाप हो भनेर थाहा नपाएको कारणले चाहिँ अनि हामीले अब मैले पाप गरेको छु भनेर स्वीकार्दैनौं नि थाहै नभएपछि त कसरी स्वीकार्नु हैन त्यस्तो हो र अब त्यही भएर कति मान्छेले भन्छ कि मैले त पापै गरेको छैन भनेर है मैले त्यस्तो भन्ने पनि धेरै भेटाए धेरै देखे कि मैले त जीवनमा पापै गरेको छैन भनेर पनि भन्नेहरू हुन्छन् हैन र हामीले संसारमा है जन्म लिनु संसार भनेको एउटा दुःखको एउटा दुःखले भरिएको एउटा ठाउँ भनौं या जग्गा ठाउँ हो नि त संसार भनेको संसारमा जहाँ गए पनि दुःख मात्र त छ है सुख भनेको केही क्षणको लागि हो दुःख त कसैले टार्न सक्दैन र यस्तो दुःख भरि संसारमा हामी जन्मिनु भनेकै हामीले पहिले जुनीमा धेरै पापहरू गरेको छौं हैन त्यसैले चाहिँ हामीलाई यो संसारमा यो दुःख भरेको संसारमा चाहिँ हामीले जन्म लिएको हो नि त त्यो कारणले है र त्यो सँगै हामीले पुण्यको काम पनि गरेकोले चाहिँ हामीले संसारमा जन्मे तापनि संसारमा 6 वटा प्राणीहरू छन् है मान्छे अनि देव है अनि के भन्छ त्यसलाई अनि अर्को असुर भन्छ जस्तो लाग्यो है असुर त्यो जुन चाहिँ मान्छे पनि हैन अनि देवता पनि हैन है असुर भन्छ जस्तो लाग्यो है टिबेटनमा हामीले लामाइन भन्छौं र त्यसैगरी अनि नर्ग भयो 4 वटा र प्रेता जसलाई चाहिँ हंग्री गोस्ट पनि हिदाक भन्छौं हामी टिबेटनमा है प्रेता र एउटा अर्को जनावर हिदा के रे थिडो है 6 वटा प्राणी यो 6 वटा प्राणीहरु मध्ये पनि हामीले पुण्य राम्रो कमाएको कारणले चाहिँ पहिले जुनीमा धर्म गरेको या पुण्य कमाएको कारणले चाहिँ हामीले संसारमा दुःख भरि संसारमा जन्मे तापनि हामीले एउटा मान्छेको जुनी लिएको है मान्छेको जुनीमा पनि मान्छे त धेरै प्रकारको छन् है मान्छेको जुनी लिए तापनि हात खुट्टा सही सलामत भएको आँखा है नाक मुख कान निरोगी त्यस्तो जन्म लिनु भनेको झन् सबभन्दा राम्रो त्यो मध्ये पनि त्यो भित्र पनि एउटा धर्म फैलिएको बुद्ध धर्म फैलिएको ठाउँमा जन्मिनु भनेको एकदमै हामीले पहिलो जुनीमा एकदमै धेरै ठुलो पुण्य राम्रो काम गरेको हो त्यसको कारणले चाहिँ हो नि त त्यो चाहिँ हामीले बुझ्नु पर्यो है त अब हामीले लाखौं जुनी लिइसक्यौं हामीले लाखौं जन्म लिइसक्यौं त्यसमा हामीले धेरै पाप गरेको छौं है त्यति मात्र नभई यो जन्ममा यो जुनीमा पनि हामीले धेरै पाप गरेको छौं हामीले थाहा भई जानी नजानी हामीले धेरै पाप गरेको हुन्छौं नि त अब तपाईलाई अब सुन्दाखेरि अचम्मै लाग्ला है मासु खानु पनि अब ठुलो पाप हो है सुन्दा अचम्मै लाग्ला तपाईलाई किन पाप हो भन्दाखेरि बुद्ध भगवान स्वयं उहाँ आफूले भन्नु भएको छ कि मासु खाने र है जस्तै मानौं कुखुराको मासु मानौं है कुखुराको मासु खाने र त्यो कुखुरालाई अनि मार्ने जुन व्यक्ति छ नि त्यो दुवै जनालाई एउटै पाप छ भनेर भन्नु भएको छ जसले कुखुराको मासु खाइराछ उसले नै त्यो कुखुरा मारेको हो भनेर भन्नु भएको छ बुद्ध भगवानले भन्नु भएको छ है त मेरो कुरामा विश्वास नगरे पनि अब गौतम बुद्धको कुरामा त विश्वास गर्नुहुन्छ नि एउटा बुद्धिस्ट भएपछि त त्यही भएर चाहिँ किनभने जब मासु खाने मान्छे नै छैन भने हैन र हामीले दिमाग लगायो भने
जब मासु खाने मान्छे नै छैन भने त त्यो मासु बेच्नेले त्यो कुखुरा त मार्दैन नि त, हैन र? जब कसैले कुखुराको मासु किन्नै आएन भने कुखुरा त उसले मार्दैन नि त, हैन र? हजुर, त्यही भएर बुद्धले भन्नुभएको छ जसले मासु खाइरहेछ उसले नै त्यो जनावर चाहिँ मारेको बराबर हो भनेर भन्नुभएको छ है। त्यही भएर मार्नु भनेको चाहिँ एकदम ठुलो पाप हो नि त। कसैको ज्यान लिनु है, कसैलाई मार्नु, कसैको मृत्यु गर्नु भनेको त एकदम ठुलो पाप हो नि त है। हजुर, किनभने त्यही भएर चाहिँ हामीले जानी नजानी हामीले धेरै पापहरू गरेको हुन्छन् है। र त्यही भएर चाहिँ आजको यो पाठ चाहिँ किन एकदमै महत्त्वपूर्ण हो भन्दा चाहिँ हामीले जानी नजानी यो जुनीमा होस् या अघिल्लो जुनीहरूमा गरेको धेरै पापहरू चाहिँ अब त्यसलाई चाहिँ हामीले त्यो पापहरू चाहिँ हामीले घटाउनु पर्यो नि। हजुर, त्यो पाप घटाउने अनि पाठ मन्त्र र अन्तिममा प्रार्थना कस्तो गर्नुपर्छ भनेर चाहिँ त्यसको विषयमा चाहिँ आजको यो भिडियो राखेको छ है। र पाप घटाउने देवता चाहिँ हामीले कुन भन्छौँ भने दोर्जे सेम्पा है, दोर्जे सेम्पा भन्छौँ उहाँलाई। र उहाँको पाठ चाहिँ यस प्रकारको छ है, मैले नेपालीमा लेखिदिएको छु। राङ्गी चिवोर पेदे धेङ्गी तेङ लामा दोर्जे सेम्पा केन्देन कर शालजिक छाङ्गी एबे दोर्जे धङ योम्बे ढिल्बु झिन्झिङ किल्टुङ सुक भनेर। हजुर, पाठ चाहिँ यस प्रकारको छ। अब यसमा के भनेको छ भन्दाखेरि अघि मैले दोर्जे सेम्पाको फोटो देखाएँ है। दोर्जे सेम्पा, अब हामीले यो पाठ पढ्ने बेला के सोच्नु पर्यो भन्दाखेरि दोर्जे सेम्पा चाहिँ मेरो शिरको माथि यानि टाउकोको माथि बस्नु भइरहेको छ भनेर सोच्नु पर्यो है। र यो शिरको माथि बस्नु भएको छ। र उहाँ कस्तो हुनुहुन्छ भन्दाखेरि दोर्जे सेम्पा उहाँ चाहिँ उहाँको शरीर भनेको सेतो है, र उहाँ एक मुख भएको र अनि दुईवटा हात भएको। किन भन्दा कसै देवताहरू कसै बुद्धहरू चाहिँ धेरै अनुहार धेरै मुख भएको धेरै हात भएको पनि हुन्छ नि त। त्यही भएर जस्तै चेरेसीको चाहिँ चारवटा हात छ नि त हैन, त्यस्तै अब दोर्जे सेम्पाको चाहिँ एउटा अनुहार र दुईवटा हात र दायाँपट्टि हातमा यसो गरेर चाहिँ दोर्जे समातिरहेको है, र बायाँपट्टि हातमा भने डिल्बु समातेर यसो गरेर बसिरहनु भएको र पलटी मारेर बस्नु भएको भनेर चाहिँ हामीले यो प्रार्थनामा चाहिँ त्यो भनेको छ, यो पाठमा चाहिँ है त। र उहाँ चाहिँ मेरो टाउकोमाथि शिरमाथि बस्नु भइरहेको छ भनेर हामीले र म उहाँलाई ढोक गर्दैछु भनेर सोच्नु पर्यो है त। र अब उहाँको मन्त्र कस्तो छ भन्दाखेरि उहाँको मन्त्र दुई प्रकारको छ है। एउटा हिज्ञा भन्छन्, हिज्ञा भनेको 100वटा शब्द भएको है, र एउटा हिग्डुक भन्छौँ जुनमा चाहिँ 6वटा मात्रै शब्द भएको। र छोटो र लामोको मात्रै फरक हो, अर्थ भने एउटै हो है। र लामो मन्त्र यस प्रकारको छ। ओम वज्र सत्वा समय मनुपालाय वज्र सत्व तेनोपा टिष्टा ढिडो मे भव सुतो खायो मे भव सुपो खायो मे भव अनुरक्तो मे भव सर्व सिद्धिम मे प्रयच्छ सर्व कर्म सुजा मे चित्तम श्रीय कुरु हुँ हा हा हो भगवन सर्व तथा गत वज्र मामे मुङ्च बेज्री भव महासमय सत्व आ। हजुर, यो चाहिँ लामो मन्त्र भयो हिज्ञा, जुनमा चाहिँ 100वटा शब्दहरू छन् है। र अरू छोटो अब लामो सक्नुहुन्न भने छोटो पनि छ, छोटोमा चाहिँ 6वटा शब्द। ओम वज्र सत्व आ, ओम वज्र सत्व हुँ, हजुर, ओम वज्र सत्व हुँ है। हजुर, यो रहेको छ है। र अब यसलाई टिबेटनमा हामीले शाक्पा गर्नु भन्छौँ है। शाक्पा गर्नु, शाक्पा माने अब नेपालीमा देशना भन्दा रहेछ है। देशना गर्नु भन्नु खोजेको आफ्नो पाप घटाउनु है, आफूले गरेको पापप्रति पश्चाताप गर्नु है। र पाप घटाउनु भनेको यो पाठ पढेर या मन्त्र पढेर मात्रै पाप घटिँदैन पनि म भन्दिनँ र घटिन्छ पनि म भन्दिनँ है। किनभने
पुस्तकहरूमा के लेख्नु भएको छ भन्दा छाङमे ध्युमेन भन्ने एउटा पुस्तक छ है। त्यहाँ लेखिएको छ कि क्योपा मेना शाक्पे मिदापे ngarje dikpa khongdo duksong tar ngसा छिक्टा क्योपा छेम्पे शाक भनेर भन्नुभएको छ। के भन्नुभएको छ भन्दाखेरि देश नगर्नु या पाप घटाउनु, त्यो बेला मनमा यदि पश्चाताप छैन भने है, आफूले गरेको अधर्म आफूले गरेको पाप प्रति पश्चाताप पछुतो छैन भने, ला मैले कस्तो गरेँ मैले गल्ती गरेँ भनेर एउटा मनदेखि नै पश्चाताप पछुतो छैन भने जति नै देशना गर्नु जति नै पाठ पढ्नु पाप घट्दैन भन्नुभएको छ है। यो पनि सोच्दाखेरि त एउटा रहेछ नि त, सोच्ने रहेछ नि त यसमा हैन। अब हामीले पाप गरे अब के भन्छ जानी जानी मन अब जति मन लाग्यो त्यति पाप गर्यो र अन्तमा अनि यो चाहिँ अब पाप घटाउने पाठ हो भन्दै अनि यो पाठ पढ्यो यो मन्त्र अब केही 100 चोटी पढोस् 1000 चोटी पढोस् हैन, जपोस्, त्यसरी पाप घट्ने भए त एकदम सजिलो भयो नि त हैन र। त्यही भएर चाहिँ पश्चाताप यानी पछुतो हजुर त्यो हुन चाहिँ एकदमै जरुरी रहेछ। पश्चाताप पछुतो पनि कस्तो हुनुपर्छ अरे भन्दाखेरि एउटा आफू भित्र आफूले खाएको खाना होस् या आफूमा एउटा पोइजन लाग्यो भने है, आफ्नो खानामा पोइजन लाग्यो भने हामीले त्यो खाना चाहिँ हामीले जति सक्दो अब उल्टी गरेर हुन्छ कि कसरी हुन्छ त्यो निकाल्ने हामीले प्रयास गर्छौं नि हैन र। त्यस्तै गरेर आफूले गरेको अधर्म आफूले गरेको पाप प्रति चाहिँ मैले यो के गरेछु यो त भएन भनेर एकदम पछुतो गरेर चाहिँ त्यसलाई जति सक्दो चाहिँ रोक्ने है, त्यसलाई हटाउने, अबदेखि नगर्ने हो, त्यस्तो चाहिँ प्रयास गर्नु पर्यो रे। त्यस्तो गर्यो भने चाहिँ अनि आफूले गरेको अधर्मपट्टि शरम गर्ने लाज गर्ने है, ला यो त मैले राम्रो गरिन छु भनेर हैन, र अनि डराउने त्यसको परिणाम के हुन्छ हैन, त्यसमा डराउने हामीले लेगुडे भन्छौं टिबेटनमा है। कर्म गरेपछि त्यसको फल त पाउँछौं नि त हैन र। त्यो पाप गरेपछि त्यसको फल त पाउँछौं हामीले, त्यसमा डराएर चाहिँ लाज गर्ने शरम गर्ने डराउने र त्यसरी चाहिँ अनि मनमा पछुतो पश्चाताप भइकन चाहिँ अबदेखि म गर्दिन भनेर चाहिँ एउटा देशना गर्नु या पाप घटाउनु भनेको त्यसरी गर्ने रहेछ है त हजुर। यो चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ है। अब मनभरि तपाईले अधर्म अब हैन अधर्म सोच है, अनि सधैँ अधर्म कामहरू गर्ने है, र अन्तमा गएर अनि के भन्छ बाहिरबाट चाहिँ अब पाप घटाउने यो मन्त्रहरू पढेर जपेर त देखावटी मात्र भयो नि त हैन र हजुर। त्यही भएर चाहिँ जस्तै मानौं एउटा घैँटो एउटा के भन्छ घैँटा भन्छ एउटा पट हैन, एउटा पट अथवा एउटा अब भाडाभित्र चाहिँ अब नराम्रो नमिठो चिजहरू हालेर हैन, अब बाहिरबाट चाहिँ सफा गर्यो भने त्यो भित्रको त्यो नमिठो नराम्रो चिज त सफा हुँदैन नि त, बाहिर मात्रै सफा भयो नि त हैन हजुर। त्यस्तै हो है। र यो चाहिँ हामीले एकदमै याद राख्नुपर्ने कुरा रहेछ है त। र अन्तमा प्रार्थना यस प्रकारको छ, गेवाथि न्युर्दो थक दोर्जे सेम्पा टुब्ग्युर्ने ढोवा चिग्याङ मलिपा दे साला खबरशो हजुर। अब यसको अर्थ मतलब भनेको मैले सधैँ भने चाहिँ एउटै हो कि आज मैले यो पाठ पढे निम्ति यो मन्त्र जपे निम्ति जति पनि मैले पुण्य कमाएको छु है, चाहे सानो होस् ठुलो होस् है, यो पुण्यले चाहिँ म मात्र नभइकन संसारका सारा प्राणीहरूले चाहिँ है, संसारका सारा प्राणीहरूले सबै प्राणीहरूले चाहिँ सुख पाउन्, दुःखबाट मुक्ति हुन् र अन्तिममा गएर बुद्धता प्राप्त गरून् भनेर प्रार्थना गरेको है त। र म सधैँ भन्छु तपाईले जस्तै सुकै पाठ पढ्नुहोस् पूजा गर्नुहोस् है, अगाडि चाहिँ त्यो पूजा पाठ नगर्नु अगाडि चाहिँ हामीले सधैँ यो सोच चाहिँ लिनु पर्यो है त, सबैको भलाइ होस् है। मैले गरेको यो पाठले मैले जपेको यो मन्त्रले चाहिँ सबैको
हित होस्, राम्रो होस्, सबैजना सुख होस्, सबैले बुद्धता प्राप्त होस् भनेर अगाडि पनि सोच्ने र अन्तिममा प्रार्थना गर्ने बेला पनि सोच्ने है। त्यसो गर्नुभयो भने एउटा देख्दाखेरि सानो पुण्यको काम जस्तो, धर्मको काम जस्तो देखे पनि त्यसले तपाईँले धेरैभन्दा धेरै ठुलोभन्दा ठुलो पुण्य कमाउन सक्नुहुनेछ है त। हस् त, अनि यो चाहिँ थियो पाप घटाउने पाठ, मन्त्र, प्रार्थना। र यसै गरी अरू पनि विषयमा तपाईँहरूलाई जान्न मन छ भने तल कमेन्टमा लेख्नुहोला। र त्यसै गरी धर्म सम्बन्धित अरू जेको विषयमा भए पनि जान्न मन छ भने पाठमा लेख्नुहोला। मैले सकेसम्म तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछु है। हस् त, अनि भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।